शिकार गरेपछि सानो तिनो गरिन्न, सिधै खतरा गरिन्छ। अब पनि गर्दै जाने हो। हामी सिंहको चालमा एक चरी त परिस मेरो चालमा। किन डरा कि डराउनु पर्दैन, म तँलाई केही गर्दिन, बस तेरो जवानीको रहर। जिङ्गा जतिसुकै फुरफुर गरे पनि एक न एक दिन माकुराको जालमा परेरै छोड्छ। त्यसै गरी त मबाट जतिसुकै टाढा भाग्छस्, एक न एक दिन मेरो जालमा परेर छोड्छस्। त्यसपछि तँलाई उम्किन निकै गाह्रो हुनेछ। काकी, हजुरलाई औषधि खाएर केही निको भएन? छैन नि नानी, छैन। औषधि त खाइरहेको छु, औषधिले पनि केही काम गरेको छैन नानी। के गर्नु नानी, दैवको लीला। केही चिन्ता नलिनु न, ठिक भइहाल्छ नि। बिना स्कुल गइसके कि यहीँ छे? गएको छैन नि नानी, भित्रै छे, तयार हुँदैछ। बिना बिना त अझै रेडी भएको छैनस्? आए आमा, ल यो औषधि खानु। ल आफ्नो केयर गर्नु, हामी जान्छौँ है।
अनि एउटा औषधि छ, यो चाहिँ 2 बजे खानुहोस्। जा। किन खोज्छस् केटा? हुन त पहिला पहिला यस्तै हुन्छ, तर पछि बानी हुँदै जाँदाखेरि यो नभई हुँदैन। मैले त जवानीमा सबै चिज अनुभव गरेको छु। अब पालो तिम्रो, पछि गएर नभई नहुने हुन्छ। जवानीमा यो पिनु र यो तान्नु भनेको बानी बसाल्नुपर्छ केटा। बानी हुँदै जान्छ, फिकर नगर। हुन त हो दादा, तपाईँ पिर नगर्नुहोस्। तपाईँले भनेको कुरा बिस्तारै बिस्तारै सबै फलो गर्दै जानेछु। गुड भाइ, म तिम्रो प्रति पूर्ण विश्वासमा छु। विश्वास त गर्नु पर्यो हाल्यो नि दादा। बगेको खला फर्किँदैन, समयले पर्खिँदैन। मलाई नि लाग्छ कि उमेर छँदै मोस मस्ती रमाइलो चाहिन्छ। तर केटा, सबै कुरा भयो, तर एउटा कुरा भएन। हेर केटा, हामी भमरा हौँ, तर भमराले चुस्ने फुल भएन। हेर केटा, म बुढो भए पनि मेरो तन बुढो भएको छैन। तर किन हो किन मलाई आज एकदम जोस चलिरहेछ। यसको लागि केही व्यवस्था त गर्नु पर्यो केटा। तपाईँ केही चिन्ता नगर्नुहोस् दादा हजुर। हरिणको शिकार नगरेको नि धेरै भयो। यसको व्यवस्था म मिलाउँछु। गुड केटा, गुड। आजभोलि तिमीलाई के भएको? क्लासमा पढ्दाखेरि पनि खासै तिमीले ध्यान दिएको छैन पढाइमा। के भन्नु विनिता, बाबा पनि सानैमा उपचार नपाएर बित्नुभयो। आमाको सपना भनेकै मलाई धेरै पढाएर डक्टर बनाउनु हो। आमा पनि आजभोलि निकै बिरामी हुनुहुन्छ। पिर नगर नदिना, एक दिन अवश्य ठिक भइहाल्छ। सुकेको रूपमा एक दिन अवश्य पानी पलाउँछ। धेरै पढेन किन आमाको डक्टर सानैमा त दुःख तर पछि सुख भइहाल्छ। खै भागको लेखान त अब दुःख त गरिरहेको छु, मिहिनेत त गरिरहेको छु, पुरा होला नि। एकचोटि यो मालिस गर्नु त।
म त तिम्रो घर जान आँटेको थियो, तिमी त ट्याक्कै बाटोमा भेट्यो त। हो र, के काम थियो र शर्मिला? भोलि मेरो बर्थडे छ, तिमी त जसरी पनि आउनुपर्छ ल। ल हो र, तर मलाई त गाह्रो होला जस्तो पो छ। आमा बिरामी हुनुहुन्छ, फेरि अब बेलैमा खाना पकाएर औषधि खुवाउनुपर्छ, त्यही नै हेर्छु। एकैछिन त हो नि, आमालाई नभए आमालाई पनि लिएर आए भइहाल्यो नि त। ल सकेसम्म कोसिस गर्छु नि है। हुन्छ। ला म बाटोमा आउँदाखेरि त गुन्डाहरू पो देखेको थियो त। बिनालाई केही गर्ने हो कि? म त फर्केर पो जानुपर्छ। दादा अस्ति भरेको बिर्को खुस्का पुरस्कारले शिकार छोड्ला तर मैले मरिसक्यो जाउँ मऱ्यो मरेर एकचोटि हेर्छु म खतम भएछ बिना तिमीलाई एउटा कुरा भन्नु थियो। भन्नुस् न के कुरा हो? हामी रिलेसनमा बसेको पनि यतिका समय भइसक्यो। यदि तिमी भने मान्छौ भने हामी कति एक्लै एक्लै बस्नु, हामी बिहे गरौँ न। हेर विपुल, तिमी नराम्रो नसोच, तर पनि म अहिले तिमीसँग बिहे गर्न सक्दिनँ। किन? घरमा आमा पनि त बिरामी हुनुहुन्छ।
फेरि तिम्रो र मेरो जात पनि त मिल्दैन। यो समाजले के सोच्ला? म जस्तो अभागीलाई बिहे गरेर तिमी किन दुःखको खाडलमा पर्न चाहन्छौ? मैले तिमीसँग बिहे गरेपछि मेरो आमाको हालत के हुन्छ? फेरि घरमा आमा र म मात्रै छौँ। मेरो आमालाई कसले हेर्छ? प्लिज बिना, तिमी मेरो मायालाई बुझ्ने कोसिस गर। तिमी किन कुरा बुझ्दैनौ? तिम्रो आमा त मेरो पनि त आमा हो नि। तिम्रो आमालाई त म हेरौँला नि। यो गाउँ समाजले जसुकै भन्नुहोस्, माया त तिमीलाई मैले गरे हो नि, गाउँ समाजले होइन नि। त्यसैले बिना, तिमीलाई मैले बुझेको छु, तिमीले मलाई बुझेको छौ। यो दुनियाँको टेन्सन किन लिउनु? जीवन त तिमीले र मैले बिताउने होइन र? यो दुनियाँको मलाई चासो छैन। तिमीहरूमा बिहे गरौँ न। विपुल, म मेरो आमाको सपना पुरा नहुन्जेलसम्म म तिमीसँग बिहे गर्न सक्दिनँ। म यो बिहेमा मन्दिर छैन। बिना, तिमी मेरो कुरा किन बुझ्दैनौ? तिमीलाई सुख दुःखमा साथ दिन्छु भनेकै त छु। हेलो प्रहरी सर, भन्नुहोस् त।
यहाँ मेरो छोरीले कुन चाहिँले बलात्कार गरेर बेहोस गरेर फालिरहेको रहेछ। कुन ठाउँमा त्यस्तो घटना घटेको? रानी भन्नु हो सर। हजुरहरू छिट्टै आउनु पर्यो। ल ल तपाईँ त्यहाँ रहँदै गर्नुहोस्, हामी तुरुन्त आइहाल्छौँ। छोरी कसले यस्तो गरे तिमीलाई? कुन चाहिँ पापी रहेछ त्यो? छोरी मेरो छोरी होसमा आयो। छोरी बोल न छोरी।